त्यहाँ गावाल साइडतिर सँगैसँग देखिन्छ हुन्छ है केटाहरू चाहिँ यहाँ चाहिँ अमरले उडाइरहेको छ अमर दङ्ग छ आज फेरि आज पनि चटपट खाउनु लानु भएको छ हामीलाई चटपट बनाउनु लानु भएको छ होइन एउटा ठाउँबाट 3-3 जना उडाइरहेको छ 6 बज्न आँटिसक्यो चाहिँ के भ्लग एन्ड गर्दा भनेर चाहिँ हाम्रो दाइ चाहिँ मेसिनै छोडिराख्नु भएको छ दाइले चङ्गा देख्न छोडिसक्यो चङ्गा चेट भएर हाम्रोमा यहाँ एक के साथ एक फ्री अफर आएछ समय हाँस हेर्न लट्टै टकाउने रहेको अब यहाँ बारबिक्यू हुँदैछ है हेलो एन्ड नमस्ते एभ्रिवान जजल भाइ सबैजनालाई अनि वेलकम ब्याक टु अनदर ब्लग अनि आज पाटनमा है अनि आज पनि छ मेरो साथमा अमर छ अनि यता अभिक बाबु छ एज अलवेज आज चाहिँ अष्टमी है अष्टमी छ अनि भोलि चाहिँ नवमी सो आज चाहिँ धेरै सँगैसँग छ है यहाँ देख्नुहुन्छ तपाईँले माथि सँगैसँग छ आज वेदर पनि त्यस्तो राम्रो छ तर उतापट्टि चाहिँ अलिकति पानी पर्ला जस्तो भएको छ सो आज सँगैसँग छ देख्नुहुन्छ है यहाँ अङ्कल र बाबुले उडाउँदैछ त्यहाँ पनि उडाउँदैछ केटाहरू चाहिँ यहाँ चाहिँ यो चाहिँ रेडी गरेर मैले राखिरहेको छु होइन यो उडाउनलाई यता छ है यहाँ चङ्गा छ त्यहाँ चङ्गा छ होइन सँगैसँग छ आज त्यो के ठाल्टु पऱ्यो अस्ति त्यो ग्रिनवाला हाम्रो पो ठाल्टु परेको छ कम सोरेको उसले मेरो लट्टै नै लुज हुने सोरेको बाबु ल बाबुले अब उडाउनु भएको है आफू उडाउनु भएको छ ए टन्नैसँग छ ल कतिको चङ्गा उडाइराख्नु भएको छ तपाईँले है दसैँ कतिको लाछ अब धेरै त छैन अब 3 दिन बाँकी छ दसैँ होइन मेन चङ्गा उडाउनु भनेको त्यसपछि त अब नक्ट्या हुन्छ यताउता जानुपर्ने हुन्छ त्यो कारणले गर्दाखेरि चाहिँ चङ्गा उडाउनु नभ्याउने हुन्छ त्यही पनि सकभर चाहिँ अब उडाउने हिसाबमा चाहिँ टाइम मिलाउनु पर्छ ल यतापट्टि चाहिँ पुरै भागर कालै भइसक्यो कि यस्तो भइसक्यो घरमा ऊ त्यहाँ यहाँ है यहाँनिर अङ्कल है थो नाच यो मगा अङ्कल वे नाच काउबुडी मगा थियो त्यो कटन सुगा थो लाइलन ए लाइलन ए खास भेकी माउला कटनै ख लाइलन चाहिँ भरि चाहिँ अब चेत बुल्की लुज हुई ल काटे एउटा चाहिँ सँगैसँग छ हेर्नु न यहाँ मिक्स मार्क्स छ क्या अब त डाङडुङ जुत्ने भयो सँगैसँग कोसँग पर्यो दारिवालसँग मेरोमा धागो छ क्या कस्तो झ्याउ क्या हेर न त्यहाँ धागो लत्रिरहेको छ हेर न पर्रा ए यो दारिवालको छुट्टी ल सँगै चेक भएर आयो ल बादल हेर्नु न यस्तो बवाल के मलाई त आकाश हेर्दाखेरि नै यस्तो आनन्द आइरहेछ क्या मजाको क्या आकाशमा ल काट्यो भने त आज एउटा यो 3टा गएको छ है थन्डरस्ट्रक हो क्लासिक एडिसन एज यु क्यान सी हियर अमरले उडाइरहेको छ अमर दङ्ग छ आज एउटा चङ्गाले 3टा काटेको थियो ल यहाँ चाहिँ अभिक बाबुले उडाइरहेछ मेरो चाहिँ सधैँ विमानसँगै पर्छ बाबु आज कतिवटा काट्ने प्लान छ त आज 10 वटा अलिक बढी काट्नु पऱ्यो है आज त्यहाँ पानी पर्यो त्यही त त्यहाँ पानी पऱ्यो क्या हरे बर्बाद भयो नि त्यो एरिया पानी पऱ्यो क्या ल थाहा छ मलाई थाहा छ उतै जान्छ पानी त्यो पानी उतै जान्छ क्या हावाले ल दपेस त मौनी नखाए चाहिँ भिन्दैन है राम्रोसँग मनाउनु होला आफ्नो फ्यामिलीसँग अनि चङ्गा उडाएर है तास खेलेर है अनि मिठो मिठो खाएर चाहिँ राम्रोसँग मनाउनु होला अब दसैँ धेरै दिन त छैन एकदम मिस हुन्छ दसैँ चाहिँ है ल पाटन इज चाहिँ बेस्ट प्लेस के खिचा स्टुडियोमा चेट हुने बित्तिकै खुवासा गर्छ नि उडाउनु जुत्दै हाल्नु भनेको त्यहाँ चाहिँ पानी पर्न लागिसक्यो होला पानी परि नै सक्यो उतातिर के भयो
यो आइरहेछ बाबा चाहिँ ल अमर है त्यसले माथिबाट हाल्न खोजिरहेछ ऊ यहाँ छ हाम्रो चाहिँ तल लालटिन हो तिनवटा काटिसकेले आज चाहिँ बल्ल मजा आयो है हो सिँगर त्यसले माथिबाट हाल्नु भएको छ है त्यसलाई निकाल्नै नमिली गर्नु अब पनि यस्तो मजाले हजुर सुखभरि त टाइटै झुइमा क्या लुज हो कि अहिले त्यो वावेङ होला हान कस टिकाउले टिकाउले उख्यो कि थुक्यो है होला सुझो ठाउँमा मौसम थियो बालाउ मौसम तुरुन्तै खत्तम जुइगा कस हान टिका खुने न वावे रहेछौँ टिकाको दिनमा चाहिँ पनि पानी पर्छ भनेर भनिरहेछ है सो स्याड क्या एकदमै अस्ति चठा बेला पनि पानी परेको कारणले गर्दाखेरि पनि यो दसैँमा चाहिँ पानी पर्ने भइरहेको क्या नत्र त पानी पर्दैन दसैँमा त्यो चठा बेला पानी पर्ने भयो भने दसैँमा पनि पानी पर्छ भन्ने नै एकदमै पहिल्यैदेखि जनविश्वास छ है सो अहिले पनि यही छ अब अस्ति चठा बेला पानी परेको अहिले पनि यहाँ पानी परिसक्यो क्या अब हिजो पनि त्यहाँ न्यु रोडमा अलिक बेलुकातिर अलिक फुटफुट पानी परिसकेको थियो हावा ठप्प भयो मेरो त ठप्प भयो तिमी हावा नभए ठाउँमा गयो होला नि त त्यस्तो भयो भने कि दायाँ कि बायाँ ल ओहो माथि दारीवाल पनि चेट भयो सँग अब ल नि त तिमी सँगै त्यस्तो उडाउँछ अलिक राम्रै खालले उडाउनु त्यो अलिक पछि उडाउँछ नि त त्यो लास्टमा केही नहुँदाखेरि उडाउने हो क्या ल हेर त्यहाँ दारीवालले हाल्ला है अलि माथि दियो ल चङ्गै चङ्गा छ अब यहाँ दुईजनाको एकजना सेट हुन्छ अनि म उडाउँछु भनेर बसिरहेको क्या होइन तिनजनाले उडाउँदाखेरि आफू पनि पर्छ उता चाहिँ एयरपोर्ट साइडतिर चाहिँ क्या मजाले घाम आइरहेछ कि उता एयरपोर्ट साइडले चाहिँ कस्तो मजाले घाम आइरहेछ यता चाहिँ मौसम चाहिँ बिग्रिन लागेको उता पानी परिसक्यो है केटाहरू यस्तो चङ्गा रहेछ हाम्रै जान्छ यो छोड केही हुँदैन परिरहेछ होइन परिरहेछ त्यो दारीवाल यहीँबाट उडाएको छ भने घाउ लुज भयो बाबु बस लुज भयो कि छुट्यो कि के हो बेर थोरै धेरै नबेर अलिअलि बेर न त्यसको टिङ गरेर चेड हुन्छ क्या ठिक छ घाउ लुज भयो अलिकति ल उता परिरहेछ अहिले गोप्रोबाट चाहिँ जुम हान्न चाहिँ मिल्दैन ल बाबुको चेट भयो लुज भएर चाहिँ बाबुको हातै दुख्ने चङ्गा हो कि ल अब चाहिँ म उडाउँछु है यहाँ बाबुको चाहिँ चेट भयो अब म उडाउँछु ल त्यहाँ पनि पढ्दै आइरहेछ ठिक छ केही छैन अब अलि राम्रो खालि उडाउ त्यो त्यस्तो अलिक राम्रो मजाको अलिकति राम्रो सेपको चाहिँ उडाउ त्यो अलिकति स्याक्को भयो कि त्यो कारणले पनि केही छैन भर्खर एउटा गा हो दिन पुरै बाँकी छ हाम्रो आज आकाश खाली गर्नुपर्छ यो है कुनलाई जान्ला अब दारीवाललाई हो बाबुलाई काटेको लागि जाउँ न ऊ यहीँबाट उडा हो ऊ त्यहीँबाट उडा हो आउँदैछ है आउँछ यो हो क्या ल भेरी साँच्चै है क्या मजा आयो क्या अमर दाजु देखे पनि थिएन जस्तो एकछिन झुकेको थियो तिमी मैले ठ्याक्क चेड हो अब यतै मात्र गइरहेको छ है चङ्गा अनि लेफ्टै लानु खोजेँ ल ऊ त्यो माथिको दारीवाल दारीवाल पनि हिरो भएर आइरहेछ फ्री हान्दै छ दारीवालले त्यो अलि आउँछ त्यो यहाँ खाली भइसक्यो अब त्यो माथि छ होइन यो तल घुमिरहेको मात्र हाम्रो हो यता न्यु रोड एरियातिर पनि लगाइरहेछ घाम घरबाट उडाएको छ मलाई आयो दारीवाल ल त्यो छैन परेको छैन पुगेको छैन त्यो दारीवालको दारीवाल पुगेको छैन दारीवाल यता आउनै पुगेको छैन क्या यता आउनै पुगेको छैन उसले माथिबाट हाल्न खोजिरहेछ तिम्रो पुगेको छैन धाउ दारीवाल छ त्यो कहाँबाट उडाइरहेको होला त्यो उताबाट उडाइरहेको जस्तो लाग्यो प्लेन ल ह्याप्पी दसैँ है
सबैजनालाई को प्लेनमा हुनुहुन्छ पुग्दैन अब टुप्पो भइरहेछ उसले नि फुइ हान्न खोजिरहेछ छैन परे छैन उसको धेरै अगाडि छ क्या सँगको डिस्टेन्स हेर न ड्राइभर अझ अगाडि छ क्या तिमीले माथिबाट तिमीले धाउ पुगेको छैन ल डमरू बजार ल्यायो त्यहाँ ल डमरू बजार ल्यायो आफ्नो डमरू बजार ल्याएको दसैँ लायो ल बा डमरू भन्थ्यो छैन परेको छैन यहाँ चङ्गै नभइसक्यो है कति चङ्गै थियो है ल यता साइडमा चाहिँ छ यहाँतिर चाहिँ छ हो चङ्गा छ सो यो एकदमै रेसिडेन्सियल एरिया होइन पुगेको छैन अब यो पुरा रेसिडेन्सियल एरिया भएन त्यो कारणले गर्दाखेरि पनि यहाँ धेरै छ चङ्गा उडाउनेहरू आज चाहिँ अझ मेनली आज धेरै छ क्या चङ्गा उडाउने चाहिँ हिजो अस्ति भन्दैन अब आज हिजोबाट त अब सबै बिदा भइसक्यो होइन सबैजनाको बिदा भइसक्यो त्यो कारणले गर्दाखेरि पनि धेरै छ आज उडाउने चाहिँ आज र भोलि चाहिँ एकदमै बवालै हुन्छ यहाँ चङ्गा उडाउनेहरू चाहिँ सो धेरै खिच्नु त भ्याउँदैन होला अब म पनि उडाउँछु होइन अनि ल है त अब चाहिँ पऱ्यो छैन अघि लाएको थिएँ क्या फर्स्टमा एकदमै फेरि आज पनि चटपट बनाउनु लानु भएको छ हामीलाई चटपट बनाउनु लानु भएको छ होइन यस्तो मिठो चटपट बनाउनुहुन्छ क्या आन्टीले होइन ल यहाँ बाबु छ है आमाले उडाइरहेछ कहाँ यहीँ छ बाबु आज त एकछिन यहीँ छ ल अर्को पनि चन्द्र र सूर्यको चाहिँ आयो हावा छैन कि हावा अलिकति हावा नाचला उखे आवाज यो मम्मीजी जिल्ला आन्टी ढाया चुके दिजनाउँछु माइजो ल अन्नै छ चङ्गा ए त्यो साइडमा भयो यहाँ माथि भयो ल पखा ल मामाले उसको क्याबिनेट ल्याउ भनेर रहेछ बिसाएर सुत्यो रोएर सुत्छ सो ए गुल्मी थियो आन्टी बी छन्द फोन एनो ब्लेजी फुल सकेट हो मलाई ए ठने दुखनी नि भुटमा लिन खला जिउ के उखिरंग होना नाच अख्न ग्वारको ठेंग होना ग्वारकेमा भन्ने कि मको ठन्न दुखनी नाच अमर छौ खन कौशीबाट उडाएर कस्तो त्यो कौशीबाट उडाइराको पर्यो हो कन्ने कोसँग पर्या ए हजुर काका कति चङ्गा त्यहाँ ल सँगै ल प्लास्टिकसँग परिरहेछ पर्या हो कि होइन फेरि प्लास्टिकसँग पर्छ ओहो ल त्यहाँ पनि टन्नै भयो यहाँसँगै आउँछ कि आउँछ उखेन टन्न डुटा हो खा बाबु न कहाँ चेट भयो चेट भइसक्यो जस्तो प्लास्टिक के हो छैन चङ्गा ल सँगै छ है चटपटै खानु पर्यो अब मतलब चटपट चाहिँ ओसिन्छ होइन ककाम पर्यो तिमीसँग बिचको घुमिरहेको नि सबसे घुमिरहेको चाहिँ ल फेरि अर्को कुन कस्तो यहाँ तागो आयो फेरि खै कहाँ चेट भएको छैन भइसक्यो चेट भयो ए पछाडिको चाहिँ चेट भयो आन्टी आइसक्नु भएछ यहाँ हेलो ह्याप्पी दसैँ भनिदिनु न ह्याप्पी दसैँ सबैजनालाई ल चाहिँ राम्रो नि चेट ल सँगै
कहिलेकाहीँ हाइचाट पनि हुनुपर्छ है सर ल हाइचाट जो छैन हिँड्नुमा यहाँले अस्ति जिप्ले चाहिँ हिँड्नु यो चाहिँ हाइचाट जिप्ले नै हिँड्नु हाइचाट सबिन बाबु सुर हो राईहरुको पछाडी चौ दाइ वही राउ गोले बाबु बाबु ल हाय ए छोरा हाई गरिदियो त बाबा त्यहाँ हेर्नु त हेलो अङ्कलले बोलाउनु भयो हेलो ल यहाँ पनि खिच्नु न ए छोरा भिडियो खिचिरा भिडियो खिचिरहे हो मिठो छ कि छैन चटपट मिठो छ एकदम मिठो छ आन्टी मिठो छ कि छैन थ्याङ्क यू फर द चटपट ल एकदम मिठो छ नाइसी मजा ह्यापी दसैँ रे उठो नाचे फर्स्ट नेली पा वो तुरुन्त मनाया चाहिँ फास्ट हुइछ टाइम ल त्यहाँ गावाल साइडतिर सँगै सँग ल सँग हेर्नु नि यहाँ ल किरा जस्तो सँग गावाल साइड है यो चाहिँ सँगैसँग छ जाउँ होइन सरी ल हावा लाएन अहिले अब यहाँ कका हाल्दैछ अब बसेर अब बेलुका राति यहाँ त कहाँ अब एउटा ल लाइला हावा लायो ल काट्नु पर्यो ल अब 2 घन्टा हो त्यो रातल चाहिँ कस्तो काट्यो के दुईटा त काट्दियो मेरो ल पर्यो ल तँगा चाहिँ एउटा ठाउँबाट 3 जना उडाइराखेको छ यता एउटा यो अर्को चाहिँ यहाँ हुनुहुन्छ अभिक दाई अभिक दाईको चाहिँ यो वाला ओरेन्ज ल चङ्गाहरू यसो क्यामेरामा खासै देखाएको छैन चङ्गाहरू त टनाटन किराहरू जस्तो हाम्रो चाहिँ राइट साइडको ब्ल्याक वाला हो है त भिडियो हान्दैन त भाग्यो यसले आउँछ ल अब अर्कोसँग
गयो चलो फिर पर्रा छ है त्यो कहाँबाट उडाएर त्यो निलो त्यसको तल रहेछ होइन धागो पुरै रेड दियो सो अब चाहिँ 6 बज्न आँटिसक्यो होइन हामीले चाहिँ यो कटन हामीले अहिले उडाइरहेको कटनले चाहिँ हामीले 3 ताल लगातारै काटिसक्यौँ होइन सबै हाम्रो पनि आज टन्नै गयो हामीले पनि आज 30-35 वटा काट्यो मजाले काट्यो हामीले सबले टोटल गऱ्यो भने चाहिँ हामीले 30-35 वटा जति काट्यो हाम्रो पनि कति गयो हाम्रै 20-25 हाम्रो पनि 20-25 वटा गयो हाम्रो धागोहरू पनि आज टन्नै सक्यो मेरो पनि खत्रै सक्यो आज चाहिँ मेरो कति 3000 जति चोख्खै गछ यतै पछाडि जुतेर यतैबाट चुडेर गछ मेरो पनि दाइको पनि आज हात पनि काट्यो दसैँ लागेछ दाइलाई पनि आज चाहिँ घरमा गएर आनन्दको निन्द्रा आउँछ होला आउँछ कि नै हामीले चाहिँ एउटा चाहिँ बेरी आनन्दसँग सुइँ बेरी चेट हानेको चाहिँ खत्रै मजा आएको थियो तर अनफर्चुनेटली हामीसँग त्यो क्लिप चाहिँ खिच्न टाइम पाएन होइन अब चाहिँ आकाशहरू चाहिँ अँध्यारो भइसक्यो बादलहरू हुँदा चाहिँ अँध्यारो भएछ घाम पनि ढलिसक्यो तर फेरि हावा चाहिँ आसिदाजी अनि हावा चाहिँ आमा हावा हुरी आउँदा चाहिँ नजानु अहिले छोड्दैन बेर्नु के बेर्नु गाह्रो हुन्छ फेरि अहिले हामी चाहिँ मलाई चाहिँ के भ्लग एन्ड गर्दा भनेर चाहिँ हाम्रो दाइ चाहिँ मेसिनै छोडिराख्नु भएको छ दाइले चाहिँ होइन अब अमर दाइले सोधौँ अघिदेखि खाइरहनु भएको सकाउनु त भएको छैन त्यो त अभियसली हो ल आज गऱ्यो भने भन्नुहोस् त यसो भन्नु न कस्तो भयो रमाइलो भयो कि नै दाइले चाहिँ आज चाहिँ खत्रै आमा पहिल्यै ह्याट्रिक हान्नु भयो नि त तपाईँले त उडाउनु एउटै चङ्गाले घडाइदिनु भयो तपाईँको धागो कहाँ तपाईँको लट्टै खै हामी चाहिँ प्याकअप हुन आइसक्यो चङ्गाहरू पनि नदेख्ने भयो थन्डर स्ट्रोक क्लासिक एडिसनबाट लाइट आएको थियो नि त्यहाँ गयो फेरि त्यस्तो त न्यु रोडमा अवसर गर्नुपर्छ त्यो चाहिँ सबैले न्यु रोडमा अवसर गर्नुपर्छ कि धागोमा त्यो लाइट राखेर उडाइदिन्छ कि चङ्गामा लाइट राखेर उडाइदिन्छ कि ल ठिक छ उडाउनु
दाइ चाहिँ फुल सिरियस मोडमै हुनुहुन्छ पुगेन दाइलाई आनन्दसँग सुत्नलाई आमामा ल ल ल ल ल जुत्यो रे जुत्यो ओहो हो हो जुमै हुन छोड्यो योमा आछ ल धमिलो भयो आमामा चङ्गाइ देख्न छोडिसक्यो योमा आछ ओए काट्यो 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 छैन छैन त्यो माथिको चाहिँ हाम्रो यता साइडको ठ्याक्क हाम्रो साइडको चाहिँ उयोवाला चाहिँ उता अपोनेन्टको हाम्रो चाहिँ यता छ हाम्रो चाहिँ अहिलेसम्म जुतिराख जस्तै छ माथि छ टपमै हो कि दुवैजनाको कडाइ भएर जुतिराख नि त जुतिराख ल ल ल कडाइ बिदियो नि त ल ल ल हुरी बताछ बनाइसक्यो छिटो कडाइ ल मेसिन छोड्नु मेसिन अब त हाम्रो त जुतिराख नदेख्ने तालसम्मै जुतिरहेछ आमामा आँखाले देख्न छोडिसक्यो जिउले पुगिसक्यो भनिसक्यो तर पनि दाइको अन्तिम चाहिँ अहिलेसम्म भएको छैन ल जुत्यो फेरि छोड्नु 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 ल अर्को नि आयो ल अब फाइनल वर्ड्स भनिहालौँ न त ट्राई त गरे हो चिन्ता काट्यो भने त अब एकछिन बिचमा आएर त ल आज चाहिँ अमर यता निरोड आएको छ होइन अनि हामी चाहिँ अब आज निरोडबाट उडाउँछौँ अब माथि जान्छौँ ल यो भर्याङ फेरि लास्टै चढ्नुपर्ने भर्याङ छ फेरि आज यहाँ मैले पनि सँग ल्याएको छ मैले पनि सँग ल्याएको छ होइन विथ पुरा कका हालेर माथि जाने माथि नै गइसक्यो यो भर्याङ चाहिँ फेरि भयङ्कर चढ्नुपर्छ क्या यो घरको फेरि 6-7 तल्ला छ ल कौसी पुगिसकेको छ हामी चाहिँ धेरै छैन 5-6वटा मात्र छ सँगाहरू काकाहरू छ दाइहरू छ है आज सब बोइज टिमहरू छ ल सबै चङ्गाउनु टिमहरू छ आज गग्लेर यहाँ चाहिँ तास टोलीहरू छ ब्लग देख्छौ नि हेलो ल अनि फिल्म गएको थियो ह्याप्पी दसैँ मन नख्या भिन्दैन नि तपाईँ यस्तो हावा लाग्छ ल पानी चाहिँ नपरे हुन्छ है आज पानी चाहिँ नपरे हुन्छ होइन अनि यतातिर चाहिँ अलिकति कालो कालो भइसक्यो यतापट्टि चाहिँ निलै छ पुरै अब त्यहाँ पाटन एरियातिर अब यो पाटन एरियातिर चाहिँ परिसक्यो क्या पानी परिसक्यो बल्ल बल्लै लड बढिने कहिलेकाहीँ चाहिँ ल यहाँ काकाले उडाउनुहुन्छ ल बाबा छ है बाबा छ ल कस्तो के चाहिँ ए कका त बेलुकै हालेर बस्नुपर्छ यहाँ हालेर गयो भने त टाइम वेस्ट हुन्छ ल आज वेदर त्यस्तो राम्रो छैन हिजो चाहिँ एकदमै बवाल थियो वेदर होइन आज चाहिँ पुरै कालो भइसक्यो अब पछि पानी पर्ने बेर छैन कति छ यति नै हो ल सँगाहरू पछि माथि अलिअलि छ है
ब्लग गर्छु म राखिरहेको हुन्छु मैले युट्युबमा यो सुधाकर अब यो एपिसोड 5 हुन्छ चङ्गा ब्लग धेरै त होइन अलिअलि गर्छु कुन उडाउने अब ठुलो उडाउने कि सानो खालि उडाउने आज रातै रातै ज्याकेट रातै चङ्गा ल ठिक छ ल उडाइहालौँ ल म नि अब रेडी गर्छु है एकछिन यहाँ राखेको मैले देखेँ अहिले फर्स्टमा चाहिँ कडनबाटै उडाउँछ के चाहिँ लटै ए के चाहिँ ऊ नभएर चङ्गा नभएर ए कति उडाउनु पर्छ ए यो ठुलो उडाउनु भएर हिजो राम्रोसँग बानेको ए ठुलै बानेको चाहिँ अमरले पन्ध्र लाउनुपर्छ ए अमर एउटा केप एकछिन लगाइदियो होला हातमा मलाई केप दिएर आएको छ हिजो काटेको चाहिँ मैले त्यो केप चाहिँ बिहान फुकालेको पूजा गर्नु पर्यो हेर अलिक मोटै चासो पर्छ अलिक मोटै चासो हुन्छ उडाउँछ है म पनि अब यहाँ अब पालाइपिलो कस्तै खिच्नुहुन्छ थाहा छैन होइन सबैजनासँग उडाउनु त्यहाँ हुन्छ आज यहाँ 4 ग्रुप छ तपाईँ है एकजना अनि म 2 जना भयो 3 जना छ अनि काको सुत्ता गरेर चाहिँ 4 जना छ सँग उडाउने ग्रुप चाहिँ ल तँलाई लासेन लट्टै टगवार यहाँ समय लासेन लट्टै टगवार यहाँ रहेगा प्याज होला पानी परिसक्यो पानी परिसक्यो फुटफुट पानी परिसक्यो झरेर त नपर्ला अब यतापट्टि चाहिँ पुरै खुलिरहेको छ आकाश यतापट्टि चाहिँ अलिक परिरहेको छ पानी ल यहाँ अमरले अर्को उडाउनु ल त्यो किन टाले हुन्छ नि म टालिदिउँ म टालिदिइराख्छु ल आज चाहिँ अलि छ आज अस्तिभन्दा अलि छ है अस्ति त त्यो थिएन पाटनमा जति त छैन जुदाउनलाई पुग्छ यहाँ छ क्या चङ्गाहरू है यहाँ छ
यो माथिको पनि हामीले उडाइरह है यहाँले उडाउनु लाग्छ त्यहाँ कका हाल्ने कोसिस भइरहेछ अहिले हेलो रौनक सुरु हाल खबर मानव थिएँ माउने अब उयोलाई हेमाउने हेमाउ ठाउँ आफ्नो या निम्जो उयोलाई निम्जोको सुमसुम दिएला या ठिक छ मलका टोट बिउ मल सिरो मल भाइले आज ड्रोन चाहिँ आज लिएर पर्ने रहेछ भनेर भन्दै थियो होइन अनि आज बिर्स्यो ठिकै छ अब भइहाल्यो भने होइन ल बिहान चारकुने राम्रो चारकुने उडिरहेको छ त्यहाँ पनि रातो उडाउने चाहिँ यहाँ रातो ज्याकेटवाला नै छ फेरि आई थिङ्क रेड इज हिज फेभरेट कलर ल यहाँ फेरि भाइले चाहिँ दुई धर्केलाई नै बाँड्न लाग्छ यसो जुम हाल्यौँ है छैन परेको छैन तिम्रो माथि छ लतिर यस्तो भइरहेछ कि छैन परेको छैन यहीँबाट देखिरहेको छ क्लिन देखिरहेको छ यहाँबाट यो प्लास्टिकसँग चाहिँ पर्छ है यस्तो याद गर तिम्रो ठ्याक्क बिचमा छ क्या दुईवटा धागोको ठ्याक्क बिचमा छ यो छैन घुमिरहेको छ छैन चेत भएको छ परेको छैन यो चङ्गा पनि अझै घुमिरहेछ जस्तो है सरर माथि आउँदैन जस्तो आउँछ हावै छैन कि हावा भएन भने यो ठुलो चङ्गा यस्तो हुन्छ क्या यहाँ पनि उडाइरहेछ कस्तो हावा नचले है आज कतै हावा चलेको छैन क्या हजुर ए हप्प मात्र छ होइन पसिनै भइसक्यो हप्प मात्र छ हावा चाहिँ चलेको छैन गुम्म क्या एकदम ल यो घुमिरहेको चाहिँ योवाला चाहिँ है दुई धर्के चाहिँ हाम्रो यहाँ अमाउने उडाउँदैछ यसको अघिको त्यो रातो चाहिँ टाउकोमा अलिक च्यात्यो है कहाँ पऱ्यो फेरि ल ओहो है ल तल माथि होइन तल लग्दा फेरि टेन्सन छ यहाँ फेरि ल गयो अब यो छुट्याउनै गाह्रो हुन्छ क्या वनका अब यहीँ नजिकै पऱ्यो क्या यहीँसँग ल यो हो हाम्रो चाहिँ वनला ल भयो वन त्यो पनि होइन गइसक्यो पिपल गइसक्यो होइन धागो यो भयो त्यहाँ त्यो कालोसँग परेर गयो क्या गइसकेको छ यहीँ पऱ्यो अनि त्यसपछि फेरि उता कालो यो कालो निलो पनि कालोसँग पऱ्यो होइन त्यो कारणले गर्दाखेरि अब त्यहाँ बेर्दाखेरि गयो यहाँ सब यो बङ्गालीहरू एक ग्रुप है पाटनतिर पुरै पानी परिसक्यो बचे जुल्ला अड्क्यो से घन्टा लगा एका ल त्यहाँ चाहिँ हाम्रोसँग अड्क्यो त्यो अमरसँग परिरहेको थियो योसँग घन्टा लाग्ला ओ फेमा ओटेको झुइए मखा यहाँ फेरि ढुङ्गानिर ठ्याक्क अड्क्यो क्या धागो कि वो आप्पै सुका आप्पै पल्ट्यायो भने पाङ्राङ उयो आयो क्या यहाँ ढुङ्गामा ढुङ्गै पल्टाउनु पर्ने भयो चेजुला माया मारु
आज चाहिँ यहाँ न्यु रोडमा चाहिँ एकदमै ह्यापनिङ भइरहेछ पुरै चङ्गा उडाउने टिमहरू छ यहाँ है 4-5 जना एकदमै ह्यापनिङ भएको छ आज हावा चाहिँ अलिकति हिजो जस्तोसँग राम्रोसँग हावा चाहिँ चलेको छैन एकदम कम छ हावा अहिले यस्तो छ 4-5 बजे हावै हुँदैन है यहाँ चाहिँ केबी दाइले उडाउनु भयो एकदम उहाँ पनि खत्रै उडाउनु पर्ने मान्छे हो यहाँ है खत्रै उडाउनु पर्ने मान्छे हो उहाँ पनि ल उहाँले यो बाबा चाहिँ उडाइनु भएको छ यस्तो छ क्या ल बादल हेर्नु न यहाँ पुरै लागिरहेछ होइन अनि निलै छैन क्या खुल्ला छैन क्या पुरै बादलै बादल छ त्यसले त्यो कारणले गर्दाखेरि यहाँ हावै लागेको छैन क्या लान्ठ्याङ म्यान्ठ्याङ भएर चाहिँ चङ्गाहरू सबै ल है त्यहाँ उडाइरहेहरू पनि खासै त्यति हावै छैन क्या 2:45 भइसक्यो हावाको नाममा सबै केही छैन हावा यस्तो भयो भने चाहिँ छ्याउ हुन्छ दिन जान्छ नि त दिन कट्छ होइन हावा चाहिँ लागेको छैन राम्रोसँग उडाउनु पायो होइन त्यहाँतिर चाहिँ पुरै खुल्ला रहेछ त्यहाँ चाहिँ पुरै खुल्ला छ ए हुन्छ हुन्छ खाऊ न हुन्छ ल माथि चाहिँ छ अरे हावा ल अब एकछिन म एकछिन उडाउँछु होइन अनि अमर फ्री भयो भने चाहिँ अमरले चाहिँ खिच्छ होइन माछ हाम्रो चाहिँ यहाँ चङ्गा चेट भएको चाहिँ हामीले तानेर हाल्यो हामी चाहिँ यहाँ चङ्गा चेट भएर हाम्रोमा यहाँ एक के साथ एक फ्री अफर आएको छ अब यहाँ हामी घर भित्राउँदैछौँ यसलाई एक के साथ एक फ्री ल्याउने हाम्रो दाइ कस भइरहेछ त दाइ बवाल भइरहेछ अड्किसिया चङ्गा ताने मैले हाइट जस्तो तल अड्किसिएको यहाँ फेरि 2-3टा माथिले भेलेन गरेर आएको छ यहाँले अब अर्को एक के साथ अरू एक फ्री भुला जस्तो यहाँ जुते 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 छैन ए छैन छैन ए म अलि पछाडि नै जान्छु सेफ साइड बस्नु पऱ्यो कि अलिक सेफ साइड बस्नु पऱ्यो छिटो छिटो आऊ छिटो यहाँ घर ल्याउनु परिसक्यो होलसेलमा आयो चङ्गा होलसेलमा आएको चङ्गा भित्र ल्याउनु पर्यो आयो 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 समय परिरहेछ कि फेरि सँगै 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 ए आयो आयो घर आयो घर आयो घर आयो घर आयो लेजेन्डरी चले छ फुटबल कहीं हो तो हमारा ल कर पे हो चेट जो जी चेट या ना वाले बोला 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 गयो ए गप्पास कब बेरे जाछ मान्छे कब बेरे जोडिएका बोला 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 छेवाला छेवाला नु नु फुटबल ल बोला अट चायमा लिगा यो चाहिँ तान त भाइ सुसन यो चाहिँ तान्नु आयो तल यहाँ देख्दै नि हालो यस्तो छिन्या अनि ठिक छ ल नयाँ नयाँ आयो नयाँ नयाँ अब यो पनि उडाइदिनु पर्ला दाइ अब एकछिन यो पहिला मिलाउनु यो आयो ल आयो है आयो ल हाम्रो 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 मिनी 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 चङ्गा पनि उडिरहेछ यहाँ मिनी चङ्गा पनि उडिरहेछ जनताहरू आज टन्नै जोसमा छन् ठाउँ ठाउँबाट चारै ठाउँबाट 4 जनाले उडाइरहेछ फेरि चेट भएको अवस्था छ आफ्नो पनि चेट भयो एक्साइटमेन्ट लेभल बेसी भएको छ ओ नुहाउ अब बेलाई नुहाउ बेकी नुहाउ बेकी तन रौनक खिचेर हो भने हेलो 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 ल यहाँ चाहिँ यस्तो राम्रोसँग उडिरहेछ है अनि लट्टै चाहिँ यहाँ छ ल लट्टै थन्डु ट्यालेन्ट झन् क्या मजा उठ्छ उडेछ झन् सले अर्र हेर सानो छ चङ्गा चङ्गा एकदमै सानो छ होइन ल
खै ए यो भएको अब मजाले उडाइरहेको होइन अब चाहिँ मजाले उड्यो है चङ्गा ल ठिक छ कहाँ पर्राको चाहिँ याद गर है फेरि एकहोरो बेरिरहेको हुन्छ फेरि जान्छ फेरि चङ्गै चङ्गा चाहिँ ल हावा पनि अहिले लायो चङ्गै चङ्गा छैन यहाँ ल यहाँ चङ्गा छ यहाँ छ ल यहाँ माथिबाट छ होइन चङ्गै चङ्गा ल यहाँ छ प्यानरमा खिचेर त्यो विकललाई पठाइदियो होइन अनि विकलले यतिजना उडाउनु दिन्छ त्यसलाई त्यसले भिडियो त हेरेछ होइन भिडियो हेरेछ अब त्यही पनि अब फुर्सद चङ्गा बेच्दै धावा बेच्दै फुर्सद छैन ल हामी यहाँबाट यस्तरी उडाइरहेको छ कि विकल होइन यो तल कौसी भयो होइन धेरै रहेछ क्या यहाँ अहिले आयो के मजा फेरि यहाँ छेक्ने भनेको ऊ यही एउटा घर मात्र हो क्या अरू कहीँ छेक्दैन क्या फेरि फेरि उयो मान्छेहरूले अघिदेखि उडाउनु खोजिरहेको त्यही घरमा लागिरहेछ फेरि त्यो घरमा लागि पनि रहेछ अलिकति उडाएको छ चेट भइरहेछ दारीवाल गइसक्यो दशा चढेछ बेच बसेर एकदम ह्यापनिङ भइरहेछ है आज ल महानवमीमा एकदम ह्यापनिङ भइरहेछ हाम्रो ल सँगै सँगै ल है कस्तो मजा आयो क्या है किरा जस्तो क्या च्यालेन्ज जस्तो प्यारा सोइरहेछ का सोपिसकेको छ सोपिसक्यो होइन यो माथिलाई पान्ला हो माथिबाट दियो है यताबाट ठिक छ पार्ने हो क्या ल माथिबाट है एकचोटि फुइहाल्ने यस्तरी लगा यस्तरी हो हावा चाहिँ हुनु पऱ्यो है धागो चाहिँ धागो नलस्काऊ छोडा एकचोटि फुइ ठिक छ छोडा पऱ्यो ल लस्क्यो के धागो लस्क्यो कि त गयो कहाँ ए मेक्सिको गयो दाइवाल होइन कहाँनिर भन्दाखेरि चाहिँ यहाँनिर है गाई चाहिँ यो क्या धागो एकदम भ्याल छ होइन धागो भ्याल छ यहाँ क्या ल यहाँ है मेक्सिकन फ्ल्यागको चाहिँ यो दाइवाल हो ए टन्नै आज एकदमै बबालै छ सँग उडाउने चाहिँ अन्नै छ अनि बढिया छ अहिले चाहिँ हावा चाहिँ लागेको छैन हावा नलागेको कारणले गर्दाखेरि चाहिँ सँग उडाउने त्यति रमाइलो भएन कि अलिक माथि चाहिँ हावा छ होइन तल चाहिँ हावै छैन कि हावा चेन्ज भयो कि यो फेरि ल यो डिरेक्सन भयो फेरि ल यहाँ थियो हावा होइन यहाँ गयो क्या अहिले स्ट्रेट इस्टतिर गएछ हावा कोसँग त्यो उसँग हो त्यो रातोसँग हो ल छोड ठिक छ छोड है अलमाथि गरेर ल सेट भयो है हावा लस्केर सेट भयो सेट भयो हाम्रो यो चाहिँ अर्कै लट्टे एकदम ठुलो लट्नु भयो रो लट्टे ल छोरीले चाहिँ उडाइरहेछ है का 1 2 3 ओ का Fine, Kala. Till there, we did till there, till it came back. Okay. हावा भएन 105 भयो छ झन्डै राम्रो ल यहाँ झन्डा हेर न झन्डै यहाँ खै
हावै छैन एकछिन आए जस्तो हुन्छ हावा कम भयो यता चाहिँ छ फेरि त्यहाँ चाहिँ अलिकति हावा लगाइरहेछ त्यहाँ छैन हावै छैन काटे आज दियोस् मेरो चाहिँ 3-4वटा जति चाहिँ गयो होइन अनि 3-4 चाहिँ गयो मेरो मैले काटेँ त्यस्तै 6-7वटा जति काटेँ अनि त्यसपछि त हावै लाने 2 घन्टा जति जम्मा उडाएँ त्यसपछि उडाउनै पाएन यहाँ अब हावै राम्रोसँग लाएन यहाँ अघि टन्नै थियो तपाईँहरूले देख्न सक्नुहुन्थ्यो होइन अब यहाँ अहिले टन्नै छ तास खेल्ने ग्रुप नै यहाँ 2टा ग्रुप छ युनिट खाली छ आज सँगै ल हावै छैन हावै छैन भने हेर ल लस्किरहेर ल सँगाको त यो चेट भएको ल त्यहाँ हेर त्यहाँ माथि गन्जी पुगालेर त्यो म पनि घरमा गएर त्यो उता उसमा गएर यहाँ गएसँग शेर्पासँग आउँछ अहिले लायो हावा आउँछ हावा लायो ल मजाले लाएन क्या फरर लाग्नु पर्ने राम्रोसँग लाएन क्या यहाँ भाइ पनि एकदमै चङ्गा उडाउनु पनि भइरहेछ है ल एकदम क्रेजी हो पनि माथि माथि होला त्यही Bagi bagi. Ka, football is one ana band jinu la chipi. Ti ana bagi le. Awai छैन ओ त्यहाँ वोटु साइडमा अलि छ चङ्गाहरु अब चङ्गा नि छैन छैन चङ्गै कम भइसक्यो अहिले कति चङ्गा थियो यहाँ हावा नलाएर वाक्क भयो के त्यहाँ चाहिँ हावा लागिरहेछ के यहाँ है यस्तो हावा यहाँ चाहिँ हावा लागिरहेछ यहाँ चाहिँ हावा माथि पनि अलिअलि छ त्यस्तो छैन त्यहाँ अलिकति छ उडाउँ ल लायो लायो हावा बेसर नै चाहिन्छ क्या अमर यो पेपर अलिकति हार्ड छ अनि अलिक बेसर नै चाहिन्छ क्या हावा अलिअलि हावा लाएर पुग्दैन हातमा दुख्छ हजुर ल सुयो चेट जोट भयो कहाँबाट चेट भएर अरे कति त हावा ल यहीँबाट गयो त खाना उठ्ने ल ल ल तान्यो बसिरहेको तान्यो ल हजुर हजुर सुना असे यहाँ बार्बिक्यू हुँदैछ है चिकन एन्ड पोर्क बार्बिक्यू ये नहीं ना भैया 8-9 हज़ार टेक्निकल लाओ अब बोले वाले पास है हजुर करे रे भिडियो खाटो ब्लग हेरेर रे ससुर बनाउन जिरोई मालका जिरोई मालका ल यहाँ ड्याडीहरू काकाहरू चाहिँ सबैजना तास खेल्नु भएको छ होइन एकदम रमाइलो भइरहेछ अनि म्यारिज गेम अन भइरहेछ यहाँ काकाहरू
कच्ची कच्चे छुने एउटा हेजो ख यो पालिको चाहिँ दसैँ दक्षिणा है ल दसैँ 2082 को दक्षिणा एउटा यहाँ पाउन्ड पनि छ ल यसमा मेरो मात्र हैन है मेरो वाइफको पनि छ यसमा यो दसैँ दक्षिणामा ल सरी बाहिर पानी परिरहेछ बाहिर ल यो चाहिँ हाम्रो रुम है हामी अघि आएको अनि सुटकेस यहाँ राखेछौँ अब बाहिर जान्छौँ म यहाँ चुकाइरहनु छौँ का राइस रोटी नूडल्स दाल भेजिटेबल साग पनीर भेज मन्चुरियन चिकन मन्चुरियन फिश मन्चुरियन चिकन मन्चुरियन मटन करी मटन करी हो पैसा तय खाने प्लेट च्याटु नि नैजाउँदो अहिले फ्यामिली उखेदो बच्चे प्रसन्न बिदो परिवार